भन्न रहेछ अगाडि गाइस उकालो त्यो पनि खल्टाङ खुल्टुङ बाटो भएर भेना झन्डै नाना नि लड्यो हो अन्त सुमन त झन् चढ्दै गरेको गाडीबाट फुत्रुक्कै झऱ्यो त अन्त हामी चाहिँ यहाँ सोनादा भन्दै थियो कोठीधुरा के त्यस्तो के भन्ने जग्गामा आइपुग्यौँ हो खै शुभम त कसरी झऱ्यो है फुतुक्कै कस्तो लाग्यो त एक्सपिरियन्स निकै भएन आएको कि खराब बिग्रेछ नि तपाईले यस्तो उकालेले के सुम यस्तो गरे फुतुक्कै झर्यो कसरी झऱ्यो अरे अहिले निक्लिन्छ यहाँ ल खुट्टा गोरेटो ग्रोटो यहीँ त हो यहाँ उकालो जानुपर्छ हौ म आएको नि त यहाँ ए उकालो जानुपर्छ उकालै हो भने चाहिँ गाइस पानी पर्यो त हजुर पानी पर्यो त पानीलाई कसो गर्नु पर्ने तर त्यस्तो त परेको छैन कि तर पर्दैछ पर्यो भने त फेरि कहाँ बस्नु भनेको अरू घरमा बस्नु अलिक यता होला तावा छ जाउँ म उता हेर पर्यो बस्नु त्यस्तो भयो त्यस्तो हुन्छ हैन मैले त्यस्तो देखेँ त्यो बोर्डमा देखिरहेको थियो है बोर्डमा चाहिँ इन्डियन फर्स्ट यता देखाइरहेको थियो त अन्त मैले यही लिएर आएँ अब होइन रहेछ भेनालाई पर्थ्यो भनेको त भेनाले चाहिँ बाटो चिन्नुहुन्छ नि त पानी पनि पर्ला त्यो हल्का पर्नु पर्छ उकालोमा थामिहाल्छ रोड यस्तो छ लामो कुदाएको जस्तो लाग्यो नि त धेरै लामो कुदायो नि अन्त कहाँबाट आएको हामी अन्त यस्तो बाटो छ भने त केही छैन नि हेर न बिस्तारै न्युट्रलमा हेर न बिस्तारै कस्तो दामी जग्गा है जग्गा त हेलो गाइस हामी चाहिँ फाइनली इन्द्रेणी फल्सको धेरै नजिकमा छौँ हो पुगेको त छुइनौँ यहाँ कस्तो दामी दामी भ्यूहरू छ हेलो गाइस है मैले अघि एकैचोटि बिच बाटोबाट भ्लग बनाएँ किन भन्दाखेरि चाहिँ मैले नबनाउने भनेर सोचेको थिएँ फेरि एकदम दामी दामी भ्यू होइन अनि किन मिस गर्नु तपाईँलाई पनि देखाउँछु हो एकछिन ब्याग छोड्दैछु नि त तपाईँलाई पनि देखाउँछु भनेर चाहिँ फेरि आधी बाटोबाट नै भ्लग बनाएको मैले त्यो उयो जाने साइडबाट बनाएको धोत्रेको उकालो है र तपाईँलाई म ब्रिफली भन्छु होइन म चाहिँ आफ्टरनुन आएको थिएँ 1 बजी भाइले चाहिँ इन्द्रेणी फल्स जाउँ ल भनेको थियो नि त अन्त ठिकै हामी चाहिँ इन्टेकबाट धोत्रेबाटै जानुपर्छ नि त अन्त नाना भेना पनि हुनुहुन्छ अन्त नाना भेनाहरूको पनि स्कुटी छ नि त अन्त नाना भेनाहरूलाई पनि जाउँ भने हो अन्त हामी चाहिँ यहाँ 5 जना आयौँ हो अन्त यहाँ चाहिँ हामी अहिले कुन चाहिँ होमस्टे अरे गुरुङ होमस्टेमा छौँ हो एकछिन हामी चाहिँ बस्ने अन्त त्यसपछि फेरि जानुपर्छ त्यहाँनिर हो इन्द्रेणी फल्समा अन्त यहाँ चाहिँ एकदम दामी भ्यू छ गाइस है तपाईँलाई चाहिँ म बिगिनिङदेखिकै देखाउँथेँ कि फेरि एउटा म चाहिँ ट्राभलिङ भ्लग पुरा बनाउँदै थिएँ नि त अहिले घरि अनि मेरो पहिलाको भ्लग पनि पेन्डिङ छ है तर अब यो भ्लग आउनुभन्दा त त्यो भ्लग आइसकेको हुन्छ तैपनि अब पेन्डिङ छ अनि सबै ट्राभलिङ भ्लगै हुन्छ भनेर चाहिँ मैले नबनाएको थिएँ तर अब भ्यू देखेर आई कान्ट कन्ट्रोल माइसेल्फ होइन अन्त त्यसपछि चाहिँ मैले भ्लग बनाउँछु भनेर अनि बिच बाटोबाट बनाएको हो अहिले तपाईँहरूले बुझ्नुहुन्छ होला होइन मैले के भन्नु चाहेको भनेर अहिले त हामी यहाँनिर एकछिन होमस्टेमा बस्छौँ अनि त्यसपछि फेरि हामी जान्छौँ हो यहाँको भ्यू कस्तो दामी छ के हो यो भाइ कतिजनालाई हो यो म त चिकनमै खान्छु
के खाएको मैले झन् अघि नै निनीहरूकोमा पनि मैले मोमो खाएको यता पनि मोमो खाएँ उता पनि आलुमिम खाएँ हालेको छ रहेछ पानी हालेको छ भिज्दै गर्छ नि यहाँ बाहिर चाहिँ पानी पर्यो पानी परेर चाहिँ हामी यहाँभित्र राख्यौँ आलुमिमी खाँदैछु गाइस यो के गर्नु अब यस्तो पानी पर्यो हामी जानै पाएको छैन अझै होमस्टेमै छौँ स्कुटीको हालत उल्टा भिजिरहेछ यस्तो पानी पऱ्यो गाइस कसरी जानु होला अब सो गाइस अहिले पनि हामी यही छु है अहिले त अलिकति पानी रोक्यो हो पर्दैन म मात्रै ओर्नु क्या हो मेरो भाइ मेरो बुढा चाहिँ भिजोस् है मेरो नाना मेरो भेना होला सर रेनकोट एउटा मात्र छ नि त गाइस हो भाइले चाहिँ रेनकोट तर हामी चाहिँ ओस अलिअलि पानी रोकिँदै जाउँ भनेको अन्त भाइले चाहिँ रेनकोट ओर्दारो हुन्छ चिसो लाग्छ भन्छ नि त भिज्छ भनेर तर म चाहिँ ओर्दिनँ दामी भएको छ नि वेदर त तर पानी रोकिनु पर्यो नि त गाइस र पानी परेको टाइममा त हो इन्द्रनी फल्छ तर है नाना नाना चाहिँ फेरि आलुमिमी नपाएर नाना चाहिँ भेज खान्छ नि त नाना चाहिँ भेज खान्छ नि त कि आलुमिमी चाहिँ मिमी भेज रहेनछ त्यही भएर खाएन ऊ आकाश कालै भइरहेको सधैँ यहाँदेखिको फेरि ओह्रालो नानाहरूको गाउँतिर फेरि उयो छ अरे सुक्खै छ अरे है उज्यालो भन्दा साथ ऊ हामी चाहिँ इन्द्राणी फल्स देख्नु चाहिँ बाटो फेरि हेर यहाँ यस्तोमा त लड्दैन तर टुरिस्टलाई यति चाहिँ बनाइदिएको हो यहाँनिर है राम्रो बाटो होइन गाउँ सब केही छैन तर पनि बाटो बनाइदिएको होइन यहाँदेखिको चाहिँ अलिक कच्चा रहेछ बाटो है गाउँ सब केही छैन तर पनि यत्रो बाटो बनाइदिएको हो नि त यहाँनिर ऊ हेर पुलहरू सबै रहेछ है होला राख हिँडेर जाउँ यस्तोमा नहिँडौँ राख्दे भाइ राख यहाँ राख हिँडेर त रहेछ नि यहाँ राख्नु छैन बाटो घुमाउने तपाईँहरू अलिकति बाटो चाहिने रहेछ है सो गाइस हामी चाहिँ यहाँ इन्द्राणी फल्समा आइसक्यौँ अलिअलि चाहिँ पानी पर्दैछ हो नाना उयो माथितिर के होला है उयो त्यहाँतिर पनि घरहरू जस्तै हो अलिक माथि पनि त्यहाँतिर घरहरू छ है त्यो पुरा बस्ने जग्गाहरू थियो होइन गाइस प्रेम नानाले खेच्छ अरे नि हामीलाई यहाँ चाहिँ हो फल्स ठोट्ने यहाँबाट कहाँ जान्छ त यो चाहिँ फल्स हो गाइस है यो चाहिँ ब्रिज अब्बै चिप्लो हुन्छ होला है अहिले निस्किँदा खिचौँ न त एकछिन हेरेर ल त खाने पानी होला है बाटो चाहिँ यस्तो हे गाइस यो त हाम्रो ल गाइस हेर्नुहोस् यहाँनिर यो चाहिँ इन्द्राणी फल्स भन्छ खै हामी पनि फर्स्ट टाइम आउनु त तर एकदम टुरिस्ट प्लेस रहेछ यो तर मजाको रहेछ एकदम मतलब
अब हामी त कमन अब यता दार्जिलिङतिर बस्ने भएर होला हामीलाई खासै त्यस्तो लाग्दैन तर आइ पनि ढिलो भन्दा फेरि यो टुरिस्टहरूको लागि त फेरि है यो त यस्तो त हामी आइपुगे मतलब यस्तो त ट्रेकिङहरू जान्छ नि यताउता भित्रभित्र जङ्गलहरू त्यस्तो रहेछ कि तर अब एक्चुअलमा हामीलाई त त्यस्तो लाग्दैन यसको एक्चुअल खासियत चाहिँ के हो भन्दाखेरि यति बेला मतलब अहिले पानी परेर यस्तो भएको नत्र यहाँनिर इन्द्रणी लागिरहेको हुन्छ नि त पहिला त इन्द्रणी अन्त पानी मात्र लाग्छ नि कुन्टु होइन घाम पानी भएपछि लाग्छ नि त वाउ हामी ब्युटिफुल प्लेस आइसक्यो सुनादाको एउटा होइन तपाईँहरूलाई म वाटरफल देखाउँछु ल हेर्नुहोस् गाइस खोला ए फल्स वाउ सो ब्युटिफुल अनि हामी अलिक माथि नै हिँडेर गएको किन भन्दाखेरि पानी परेर हेरिहाल्ने लागिरहेछ हामी सबै यिनीहरू भिजौँ नि हामी निकै हो हामी यस्तो जग्गामा मत लागिरहेछ हुन त बिजोक पनि भनिँदैन यसलाई होइन न मजा त आइरहेको छ कि तर अब पानी परेर त अलिकति दुःख लाग्यो अब त्यही हो अलिकति घुमेर जाने हो अब है टाइमै चाहिँ यहाँ फल्समा चाहिँ फोटो चाहिँ खिचिसक्यौँ है शुभमहरू चाहिँ यहाँ बसिरहेको थियो अहिले पानी रोक्यो नि त अन्त हामी यहाँ आएर फोटो खिचिसक्यौँ हो पुरा भिजेमा छ मम्मीले बाबाले पनि फोन गरेर हो नभिज्नु भन्दै थियो अन्त के पो मम्मीले पनि कराउँदै थियो मलाई हो नभिज्नु भनेर अब के गर्नु है आएपछि घुम्नै पर्यो अब ऊ पर एउटा पुल छ कि यो पुलमा खिच्नु मन छ हो त्यसपछि चाहिँ चलिदिनुपर्छ घर हो दामी अब चाहिँ हामी लागेको है यहाँको उयो हेर्नुहोस् होला आकाश कस्तो भइरहेको छ हो अन्त पानी चाहिँ पुरा पर्यो अब चाहिँ हामी गएको तिमीहरूको पनि नदिएको त भिजेको छौ नि मेरो त पोसेको छ नि भाइ नाना पनि भिज्यो भिजेर यस्तो बेना जान बिचरा डल्लै अब यो बाटो मेमोरेबल हुन्छ अब हेर त मेरो खुट्टामा जुगा छैन है छैन बाफरे अर्कोलाई कतिवटा लाइक थियो नभनेको 5-6 वटा लाइक थिएन अनि यसको मच्चा भएर पो त मच्चा भएर यसले चाहिँ ड्युटीबाट सिधै आएको त यो चाहिँ उयो के पो चप्पल लगाएर बिचरा नभनेको पनि यसको पातरा जस्तो थियो ए चिम्नी स्टाइलको रहेछ है चुला यस्तो रहेछ चुला खाना बनाउँदो रहेछ जाउँ है अब विन्टर त खुल्यो है अहिले चाहिँ बल्ल लगाइस अब चाहिँ हामी गएको लाउन चाहिँ यहाँ ग्रोटो एकछिन झरेको भेनाल चाहिँ जाउँ न भन्नुभयो नि त म त पहिला आएको अन्त अहिले चाहिँ आज आइरहेको ए आएको नि बिर्स्यो नि त अन्त पहिला त आएको हामी ग्रोटो आइपुग्यौँ 5 बजीसम्मको थियो नि त कि गाइस हामी 6 बजी सक्यो अन्त लेट भयो ताइ पनि एकछिन रिक्वेस्ट गऱ्यौँ हामीले हो अन्त हामी चाहिँ यहाँ ग्रोटो आयौँ ग्रोटो आइपुग्यौँ यो चापोके गुराँस है यो यस्तै हो है
चाहिँ सबै स्टोरी छ क्या। यहाँदेखिको छ होला सुरु उयो भएको यहाँ हो यहाँदेखिको उयो स्टार्ट हो पहिला सजा सुनाएको सबै त्यहाँदेखिको स्टार्ट छ यहाँदेखिको के पाएछ चाबी यहाँबाट मात्र रहेछ सिधै त्यहाँ अब हामी चाहिँ गएको 49 त छु होला 49 50 त छु होला तिमी Which go is this? के दाइन देखेको र नि त्यो जग्गा हो कुन चाहिँ गाउँ यहाँ फोनमा त कहाँ राम्रो देख्छ त नखिच नि त खिच्न त तर मजा दिएर जग्गा भनेको त सो गाइस अहिले चाहिँ हामी अघि कहाँ भन्नु अब चाहिँ हामी धोत्रे आइपुग्नु आँट्यो मतलब अलिकति टाइम छ 2-3 बोलाइ हो अनि अब चाहिँ अहिले तपाईँहरूलाई म अलिअलि झक देखाउँछु लु अब आइसक्यो भेना र दिदीको स्टप बिचारा भेनाको त टी सर्ट पनि सुकेछ तातो चियाहरू देऊ है अब भेनालाई मेरो पनि अलिअलि चिसो छ हावाले सुक्छ नि त है टाइमै त्यस्तो भयो नि त है मजा आयो तर है मजा लाग्यो म त तर सोल्टीलाई त जुगाले छोडेन नभनेको 5 वटा त थिएन 5 वटा ज्यादा थियो भित्रै मैले भित्रै यसले 3टा निकालेको बाहिर कतिवटा निकाल्ने हामीले यसको त मचा भएर भइहाल्छ खाइहाल्यो यत्रै बाई बाई ल हुन्छ ल होइन 7 बज्नु 2 मिनट थियो 7 बज्नु 2 मिनट थियो हामी 7:17 मा चाहिँ आइपुग्यो।